सिफ्ट कसरी हाल्ने भन्ने कुरा है। डिजिएफमा सिफ्ट हाल्नको लागि डिजिएफ कनेक्ट एपमा जाने अनि यो शेड्युल भनेको हुन्छ है। शेड्युल होमको साइडको राइट साइडको शेड्युल भन्ने थिच्ने। शेड्युलमा थिचिसकेपछि रेजिस्टरमा छ है। वर्क शेड्युल रेजिस्टर भनेर सानो अक्षरमा लेखेको छ राइट साइडको सबैभन्दा माथि है। यो रेजिस्टर भन्ने बटन थिचिसकेपछि आफ्नो डेट चुज गर्ने है। म चाहिँ अब 25 को सिफ्ट हाल्न चाहन्छु। 25 मा सेलेक्ट गरेर अनि सेलेक्ट वर्क प्लेस भन्ने हुन्छ है। यहाँ चाहिँ अब जस्तै यामातो फुजी बेस छ है, आफू काम गर्ने बेस है, सेलेक्ट गर्ने अनि सर्च गर्ने है। सर्च गरेपछि भोलि रातिको 1 बजेदेखि बिहानको 6 बजेसम्म यो टाइम चाहिँ सबै 24 आवर सिस्टममा छ है। 24 पछि 1 हुन्छ है। 1 भनेको 25 तारिकको 1 बजेको सिफ्ट भनेपछि 25 तारिकको 1 बजेको सिफ्टको लागि आफू रुमबाट चाहिँ 24 तारिकमा निस्किनुपर्छ है। यसरी बुझ्नुहोस् है। रातिको 1 बजेको सिफ्टको लागि चाहिँ 25 तारिकको 1 बजेको सिफ्टको लागि चाहिँ 24 तारिक नै रुमबाट निस्किनु पर्ने हुन्छ है। सेलेक्ट गर्ने अनि रेजिस्टर द सिफ्ट है। यस्तो आउँछ अनि तपाईँको सिफ्ट एक्सेप्ट गर्यो भने तपाईँलाई नोटिफिकेसन आउँछ है त। यस्तो नोटिफिकेसन आउँछ है, यो सिफ्ट हेज बिन एप्रुभ भनेर है। यति भइसकेपछि तपाईँ चाहिँ काममा गएर चेक इन गर्नुपर्ने हुन्छ है। चेक इन गर्नुपर्ने हुन्छ काममा गएर है त।